कल्पना गर्नुहोस् एउटा यस्तो साम्राज्य जो 600 वर्षसम्म टिक्यो। एसिया, युरोप र अफ्रिकासम्म फैलिएको सो साम्राज्य इस्लामिक इतिहासकै सबैभन्दा शक्तिशाली साम्राज्य बन्न गयो। सो साम्राज्य केवल एउटा राज्य मात्र थिएन, त्यो एउटा सभ्यता, शक्ति र इस्लामी इतिहासको सबैभन्दा ठूलो राजनीतिक संरचना थियो, जसलाई उस्मानी अथवा ओटोमन साम्राज्य भनियो। जसरी यसको उदय संघर्षमय थियो, त्यति नै यसको पतन पनि रोचक बन्न गयो। वास्तवमा ओटोमन साम्राज्यको स्थापना कसरी भयो, कसरी यति विशाल साम्राज्य बन्यो र यसको अन्त्य कसरी भयो, यसबारे आजको कार्यक्रममा चर्चा गर्नेछौँ। विश्वास छ सदाझै यो कार्यक्रमलाई पनि उत्तिकै मन पराइदिनुहुनेछ। 13औं शताब्दीको अन्त्यताका मंगोल आक्रमणका कारण धेरै तुर्किक जनजातिहरू मध्य एसियाबाट पश्चिमतिर सर्दै गए। यिनै जनजातिहरू मध्ये एक समूह हालको उत्तर पश्चिम टर्की स्थित एक सानो क्षेत्रमा बसोबास गर्न थाले। सो जनजाति समूहलाई उस्मान प्रथमले नेतृत्व गर्थे। तत्कालीन समयमा बाइजान्टाइन साम्राज्य कमजोर हुँदै थियो। मंगोल आक्रमणको कारण सेल्जुक साम्राज्य शक्तिहीन बनिसकेको थियो। यही कारण त्यस क्षेत्रमा शक्तिको खालीपन सृजना भयो। यही मौकामा उस्मान प्रथमले सबैलाई एकीकृत गरे। उनले आफ्नो सेनामा ईसाई राजकुमारहरूलाई पनि समावेश गरे, जसले उनलाई थप शक्ति प्रदान गर्यो। यसपछि अर्थात् सन् 1279 मा उस्मानले आफ्नो सानो भूमि स्वतन्त्र भएको घोषणा गरे र बाइजान्टाइन साम्राज्यको विरुद्धमा लागि परे। सन् 1326 मा बुर्सा कब्जा गरेपछि बाइजान्टाइनहरूलाई पूर्ण रूपमा निष्कासित गरे। उनी पछि उनका छोरा ओरहानले नजिकै रहेको एक ठूलो शहर पनि कब्जा गरे र युरोपतिर विस्तार गर्दै लगे। उनले आफ्नो नामको सिक्का पनि जारी गरे, जसले यस राज्यलाई पूर्ण स्वतन्त्र साम्राज्यको रूप दियो। सन् 1453 मा सुल्तान मेहमेद द्वितीयले कन्स्टान्टिनोपल हालको टर्की स्थित इस्तानबुल शहर कब्जा गरेर 1000 वर्ष पुरानो बाइजान्टाइन साम्राज्यको अन्त्य गरिदिए। उस्मानी सुल्तानले इस्तानबुललाई नै राजधानी बनाए र उनीहरूले खलिफाको पदवी पनि ग्रहण गरे, जसले उनीहरूलाई इस्लामिक संसारको नेतृत्व दियो। इस्लामिक साम्राज्य भए तापनि यो साम्राज्यले धार्मिक सहिष्णुतालाई पालना गर्यो। विभिन्न धर्मका मानिसहरूलाई आफ्नी नियम अनुसार बस्ने व्यवस्था मिलाइयो। यो घटना विश्व इतिहासकै सबैभन्दा महत्वपूर्ण घटनाहरू मध्ये एक बन्न गयो। त्यसपछि पनि उस्मान राजवंशले राज्य विस्तारमा कुनै ढिलाइ गरेनन्। 16औं शताब्दीका सुल्तान सुलेमान महानको पालामा यो साम्राज्य उत्कर्षमा पुग्यो। उस्मानी साम्राज्य युरोप, एसिया र अफ्रिकासम्म फैलियो। उत्तरमा भियनादेखि दक्षिणमा यमन र सुडानसम्म, पूर्वमा इरानी पठार र क्यास्पियन सागरदेखि पश्चिममा अल्जेरिया र मोरोक्कोको सिमानासम्म फैलिएको सो साम्राज्यको क्षेत्रफल करिब 50 लाख वर्ग किलोमिटर भन्दा बढी थियो। विभिन्न धर्म, भाषा र संस्कृतिका मानिसहरू एउटै मुस्लिम शासन मुनि बसोबास गर्थे। यसपछि नै विशाल उस्मान साम्राज्य अस्तित्वमा आयो। वास्तवमा यो साम्राज्यको जग उस्मान राजवंशद्वारा भएकोले यसको नाम पनि उस्मान साम्राज्य रहन गयो। अरबी र फारसी भाषामा उस्मानलाई ओस्मान वा उथमान भनियो। यसैलाई अंग्रेजीमा भन्दा ओटोमन हुन गयो। त्यसपछि नै उस्मानी साम्राज्य अथवा उस्मानका सन्ततिहरूको साम्राज्य अन्तर्राष्ट्रिय स्तरमा ओटोमन साम्राज्य बन्न गयो। तत्कालीन समयमा पूर्वी एसिया र युरोप बीचको व्यापार मार्गहरूलाई ओटोमन साम्राज्यले नियन्त्रण गर्थ्यो, जसले यसलाई आर्थिक रूपमा निकै सम्पन्न बनायो। यसका साथै यो साम्राज्य सैन्य शक्तिको रूपमा पनि स्थापित हुन गयो। समुद्री शक्ति पनि निकै बलियो बन्यो। उनीहरूको नौसेना भूमध्य सागरमा हावी थियो। यसले पश्चिम युरोपीय राष्ट्रहरूलाई त्रसित बनाइरह्यो। यसरी मुस्लिम इतिहास
इतिहासको सबैभन्दा ठूलो र शक्तिशाली साम्राज्यको अस्तित्व देखा पर्यो। तर पछिल्लो समयमा ओटोमन साम्राज्यको स्थिति एक नाश रहेन। 18औं शताब्दीताका युरोपमा औद्योगिक क्रान्ति र नयाँ हतियारको विकास हुँदै जाँदा उस्मानी साम्राज्य अर्थात ओटोमन साम्राज्यले भने आफूलाई आधुनिकीकरण गर्न सकेन। परिणाम स्वरूप ससाना युद्धहरूमा पनि ओटोमनले हारको सामना गर्नु पर्यो। विशाल साम्राज्य भित्र आन्तरिक भ्रष्टाचार र कमजोर शासनका कारण केन्द्रीय शक्ति कमजोर हुँदै गयो। आर्थिक रूपमा पनि खासै प्रगति हुन सकेन। यसका साथै पछिल्लो उस्मानी सुल्तान पनि त्यति योग्य र क्षमतावान भएनन्। हरम र पदाधिकारीहरू बीच सत्ताको षड्यन्त्र चल्न थाल्यो। यसले ओटोमन साम्राज्यको शक्तिलाई क्षयीकरण गर्दै लग्यो। 19औं शताब्दीको सुरुवातसँगै युरोपभरि राष्ट्रवादको लहर फैलिन गयो। यसपछि ग्रीक, सर्बियाली, बल्गेरियाली जस्ता विभिन्न सम्प्रदायहरूले स्वतन्त्रताको लागि विद्रोह गर्न सुरु गरे। यसले ओटोमनलाई झन कमजोर बनाउँदै लग्यो। यही कमजोरीको फाइदा रुस, बेलायत, फ्रान्स जस्ता युरोपीय शक्तिहरूले उठाए। अन्ततः सन् 1914 मा पहिलो विश्व युद्ध सुरु भयो। ओटोमनले जर्मनीको पक्षमा युद्धमा भाग लियो र पराजित भयो। यही हार नै ओटोमन साम्राज्यको दुर्भाग्य बन्यो। यसपछि ओटोमन साम्राज्य ससाना राज्यहरूमा विभाजित भए। सन् 1922 मा मुस्तफा कमाल अतातुर्कको नेतृत्वमा टर्की राष्ट्रवादी आन्दोलनले सल्तनतलाई र सन् 1924 मा खलिफत प्रणालीलाई पूर्ण रूपमा खारेज गरिदियो। यसरी 623 वर्ष लामो उस्मानी साम्राज्य अर्थात ओटोमन साम्राज्यको पतन हुन गयो। यसको स्थानमा आधुनिक टर्की गणतन्त्रको स्थापना भयो। एउटा सानो जनजातिबाट सुरु भएर विश्वकै सबैभन्दा शक्तिशाली मुस्लिम उस्मानी अर्थात ओटोमन साम्राज्यको स्थापना भयो। अर्थात एउटा सानो जनजातिले पनि ठूलो सपना राखेर एक इतिहास रच्न सक्यो। यसले इस्लामिक सभ्यता, कला, वास्तुकला र भिन्न प्रशासनिक मोडल दिन सफल भयो। 3 महाद्वीपहरूमा फैलिएको सो साम्राज्यमा 6 शताब्दी भन्दा बढी समयसम्म 36 जना सुल्तानहरूले राज गरे। तर आन्तरिक कमजोरी, प्रविधिमा पछौटेपन, राष्ट्रवाद र विश्व युद्धको मारमा विशाल साम्राज्य धराशयी हुन गयो र इतिहासको पानामा सीमित भयो। यसबाट पछिल्लो शासकहरूले केही सिक्ने अवसर पाए। यो साम्राज्यको अन्त्यले कुनै पनि शक्ति समय अनुकूल सुधार बिना दीर्घकालीन हुन सक्दैन भन्ने पाठ सिकायो। यसबारे यहाँहरूको धारणा के छ? कमेन्टमा लेख्नुहोला। यहाँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? कृपया कमेन्ट बक्समा लेखी पठाउनुहोला। यस्तै तथ्य इतिहासको लागि हिस्ट्री इन नेपाली च्यानललाई सदैव सम्झनुहोस्। इतिहासको कुनै पनि कालखण्ड बारे तपाईले सुन्न र बुझ्न चाहना राख्नु भएको छ भने तल रहेको कमेन्ट बक्समा उल्लेख गर्नुहोस्। हामी सो बारे प्राथमिकताका साथ कार्यक्रम बनाउनेछौँ। जाँदा जाँदै यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्दै बेल आइकनमा क्लिक गरी हाम्रो यो तथ्य इतिहासको ज्ञान प्रसार गर्ने लक्ष्यलाई सदैव साथ दिनुहुनेछ भन्दै अर्को नयाँ र रोचक कार्यक्रम लिएर आउने वाचाका साथ अहिलेलाई म बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।